हेलो दर्शन नमस्ते, यहाँहरू सम्पूर्णलाई फेरि पनि स्वागतम गर्न चाहन्छु मेरो फेसबुक पेजको माध्यमबाट। सकुशल हुनुहुन्छ, स्वस्थ हुनुहुन्छ, व्यस्त हुनुहुन्छ अनि खुसी पनि हुनुहुन्छ आशा अवश्य पनि मैले गर्न चाहे। र आज हामी शुभ विवाहको कार्यक्रममा छौं र शुभ विवाहको दृश्यलाई यहाँहरूमाझ मैले कैद गर्ने जमर्को भने अवश्य पनि गरिरहेको छु। कृपया भिडियोलाई स्वीकार दिनुहोला। लुकी लुकी हान्नु लाज हुँदैन भनेको। एकपट्टिको काला त फुलिसक्यो त कोहीको त। के हो त्यो? उ त आराखा सन्चेको हो। अर्को पनि गाडा फुलाउँदा हुन्थ्यो। सिनिक गोटीचहरू मासुको फाक्टोचहरू त सिनिक बनाइसकेको रहेछ। बडाउ ओइ भित्रहरू यहाँ छन् त। क्याल्सियम क्याल्सियम पाङ्गा पाङ्ग्रा के को पाङ्ग्रा यो गाडीको? त्यसैले अहिले हामी भनेको शुभ विवाहको कार्यमै व्यस्तता रहेको दृश्य पनि यहाँहरूले अवश्य देख्न सक्नुहुनेछ। र मौसमको कारणले गर्दाखेरि अवश्य पनि सोचे जस्तो भिडियो बनाउन नसके तापनि थोरबहुत कमी कमजोरी होलान् भिडियोमा, तथापि पनि मैले अवश्य पनि भिडियो यहाँहरूमाझ दर्शाउने जमर्को भन्ने अवश्य गरिरहेको छु। कृपया यहाँहरूले हेरेर अवश्य पनि मनोरञ्जन लिन सक्नुहुनेछ भन्ने एउटा आशा सहितको भिडियोलाई यहाँहरूमाझ मैले दर्शाउने प्रयत्न भने अवश्य पनि गरिरहेको छु। कृपया यहाँहरूले स्वीकार दिनुहुनेछ भन्ने आशा पनि लागेको छ। र यहाँ भनेको अहिले सिरुबाउने कार्यक्रम भइरहेको छ, कृपया हेर्नुहोला। तपाईहरु माइती चेली भेट भएर अनि यसो लावटीले मात्रै हो। यो विवाह भनेको एउटा बुढौली विवाह भन्दा पनि अवश्य फरक नपर्ला। यानि कि एउटा संस्कृति र एउटा परम्परालाई मात्र मान्नुपर्छ र एउटा परम्पराभित्र अवश्य पनि र आफ्नो जातीयता अनुसारको संस्कृतिभित्र अवश्य पनि हामीले प्रवेश गर्नुपर्छ या त स्वीकार गर्नुपर्छ भन्ने खालको एउटा प्रचलन भएको हुनाले त्यसलाई मात्र हामीले बुझ्न सकिन्छ यो दृश्य र यो शुभ विवाहको कार्य भनेको। र प्राकृतिक देहनको एउटा मौसमीको कारणले गर्दाखेरि शुभ विवाहमा अघि पनि मैले आगवत गराइसकेको छु। सोचे जस्तो भिडियो बनाउन नसके तापनि यहाँहरूको माझमा गाउँले पाराको विवाह या त भनौँ गाउँघरको दृश्य भने अवश्य पनि यहाँहरू माझ दर्शाइरहँदाखेरि यता कता मलाई पनि लाग्ने गर्दछ। हजुरहरूको हृदयमा अवश्य पनि गाउँले परिवेशको सम्झनाहरू अवश्य पनि यहाँहरूको मन मस्तिष्कमा अवश्य पनि यहाँहरूले दर्शाउन सक्नुहुनेछ या त मन मस्तिष्कमा सम्झनाका ती स्मृतिहरूलाई अवश्य पनि मन मस्तिष्कमा ल्याउनुहुनेछ भन्ने आशासहितको दृश्य यहाँहरूमाझ मैले दर्शाउने प्रयत्न भने अवश्य पनि गरिरहेको छु। र यहाँ देख्न सकिन्छ आजको यस शुभ विवाहको बेहुला बेहुलीको साथमा माइत राख्ने कार्यक्रमलाई यहाँ अगाडि बढाइराख्नु भएको छ र आफ्नो संस्कृति अनुसारको रीतिरिवाजको विवाह समापन गर्ने तत्परमा हामी अवश्य पनि लागि परिरहेको छौँ। र अहिले भनेको यहाँ भनेको माइत राख्ने कार्यक्रम या त माइतको एउटा रीतलाई यहाँनिर तपाईँ हामीले बुझ्न र देख्न सकिन्छ। कृपया भिडियो हेरेर यहाँहरूले अवश्य पनि गाउँघरको मनोरञ्जनलाई
मन मस्तिष्कमा दिलाउन सक्नुहुनेछ। र अहिले भनेको रितमा राखिएको या त भनौँ माइतमा राखिएको प्रसादीहरूलाई ग्रहण गर्ने कार्यक्रम भने अगाडि बढिरहेको छ। यहाँहरूले पनि अवश्य दृश्यबाट अवलोकन गर्न सक्नुहुनेछ भन्ने आशा पनि मैले यहाँहरूमाझ दर्शाउन चाहेँ। मौसमी निकै नै नाजुकपना भएको हामीले अवश्य पनि बुझ्न सकिन्छ। जसोतसो मौसमीको प्राकृतिक बिहानलाई हुन त तपाईँ हामीले नरोकेर नछेकेर छेक्न सकिने, न त तपाईँ हामीले कुनै पनि उपाय अपनाउन नसके तापनि विविध उपायहरूबाट हामीले कार्यक्रमलाई समापन भने अवश्य उपायबाट कार्यक्रम समापन जसोतसो हामीले गर्न सफल भएका छौँ। र पनि यहाँहरूले देख्न सक्नुहुनेछ घर परिवारमा गाउँले छिमेकी इष्टमित्रहरूको भेला भने निकै नै माहौल बढिरहेको छ। मौसमीको कारण वातावरण खुल्न नसके तापनि यता हुनुहुन्छ हाम्रो नाना। अस्ति नै बारदली रुङ्नु भएको थियो उहाँले घरमा मजाले बसेर। हामीले अरिङ्गाल काटेको रात्रिकालीन दृश्यको भिडियो यहाँहरूमाझ दर्शाउँदा अवश्य पनि यहाँहरूले देख्नु पनि भयो होला। र यता हुनुहुन्छ हाम्रो आमाहरू हुनुहुन्छ। कृपया उहाँहरू सिन्धीमामा हुनुहुन्छ। किराँतीहरूको संस्कृतिमा सिन्धीमा भन्ने पनि हुने गर्दछ। सिन्धीमा भनेको चाहिँ आउने जाने पाहुनाहरूलाई चाहिँ चिसो तातो व्यवस्था पनि गरेर चाहिँ उहाँहरूलाई थोरै मुख जुठो लगाउने उहाँहरूको जिम्मा रहन्छ सिन्धीमा भनेको चाहिँ। र यता देख्न सक्नुहुन्छ छरछिमेक पाहुना पाछाहरू आउनुभएको छ। कृपया शुभ विवाहलाई शुभ सम्पन्न गरिनुपर्छ भन्ने उद्देश्य बोकेर आउनुभएको छ। ल्याउरेको आजको कार्य शुभ कार्यलाई मान्छेहरूले सम्पूर्ण गरिदिनु भएको अनुभव छ। गरिदिनु भएको छ। पुगेन भने पानीले पनि दिएर टाढिदिनु भयो होला भन्ने हामीले आशा र विश्वास छ। र हजुरहरूको जो केही होइन सिरुबाउने है सिरुबाउने मान्छे सिन्धीमा तपाईँ कलिया छिटीले बोकेर झाल्न तिमी मात्र तल भतिर बोकेर लान्न यहाँ देखाउनु हुँदैन बसेको र सम्पूर्ण गरिदिनु हो। तपाईँ कहिलेले जान्दछ? यदि खायो होला खाप्ला खायो होला सक्यो भनेर यो पोका पारेर फर्केर नहेर्ने होइन। अलिकति पासोले खाने यो सँगै शुभ विवाहको दृश्यलाई यहीँ समापन गर्न चाहन्छु। शुभ दिन, शुभ रात्रि, हस्त नमस्ते, जय नेपाल।